स्कीमा साला के भयो फेरि 1000 2000 3000 87 पुगिसकेको छ यार हेलो एन्ड नमस्ते वेलकम ब्याक अगेन सबैलाई होइन आजको ट्रिप भनेको काठमाडौँबाट पोखरासम्म सब लङ हालिदिन्छ आज त बिहानको कति 11 बजे होला बिहान 11 के भन्ने 200 को 11 बज्न लाग्यो अब आनन्द लाएर हिँड्नुपर्छ साथीलाई भेट्न उता कता अब तता भयो नि 1000 2000 3000 ल केटा हो एक कलको घरमा आएको है साथी एक कल गरेको थिएँ साथी पैसा चाहियो भनेको तुई आएर झिकेर दिए केटा साथीहरूको यस्तो हुनुपर्छ है मलाई पैसा खाँचो चाहियो भनेर टक्क एक कल गरेको एक कलको घरमा सर आएर दिए कि सही हो यस्तो हुनुपर्छ है केटा साथी भनेको चाहिँ चाहिन्छ क्या कहिले कहिले सधैँ अब पैसा हुन्न नि त क्यास त्यो बेला चाहिँ चाहिन्छ क्या केटाहरू यस्तोवाला चाहिँ झक्क होइन झ्याप्पै आयो झ्याप्पै केही नभनिकन छैन साथी यहाँ आऊ गाह्रो हुन्छ यहाँ आऊ नभनिकन चुप्लाएर आयो चुप्लाएर दियो कि ल ठिक छ सबैलाई यस्तो साथी पाओस् ओइ ल साथी ल पछि भेटौँ ल अहिले लागि तिनै ल बाई ल साथी समय कति छ मात्र 87 पुगिसकेको छ यार ए हामी पोखराबाट काठमाडौँबाट पोखरा आउँदाखेरि मेन भनेको हामी धुलो हुने भनेकै यो मुगलिङ कटेपछि काठमाडौँसम्मको थानकोटसम्म हो क्या लास्ट धुलो हिलो भइन्छ अनि काठमाडौँबाट पोखरा फर्किँदाखेरि त्यही हो थानकोटदेखि मुगलिङसम्मको मेरो धुलो धुवा अनि यो बाइकको लेन त्यस्तै बाइक गाडीहरूको कहाँ छिराउँछ यार जबरजस्ती चापेर आउँछ आफू रोकेन भने हान्देलाखेरि आउँछ यार डर छ कि यो बाटोमा त खाल्टोहरू कटा खाल्टोहरू यस्तै है अले मेरो चेन कराखा यार कतै भेट्यो नि कोक्स भेट्यो नि टक्क लगाएर चेन पखाल्ने हुन्छ मोबिल हाल्ने हुन्छ कसैको मोबिल हाल्ने डर छ कि धुवा निस्किन्छ कालो नकाल्थेर मोबिल हाल्नै मन लाग्दैन क्या पानी पऱ्यो जस्तो लाग्छ क्या आज नि पानीले भिजाउँछ कि मलाई स्योर त्यस्तो लाग्छ है हल्का थोपा त खाइसक्यो मैले पानीको अस्ति आउँदा नि डरै खाएको थिएँ पानीको थोपा यो पानी पनि खाला जस्तो छ है पानीको थोपा चाहिँ पानी पऱ्यो भने टेन्सन हुन्छ कि अब सब ब्यागमा हाल्नुपर्छ होइन रेनकोट केही हाले छैन झ्याउ हुन्छ क्या बस्ने हो पानी पऱ्यो भने त योपालि त कहाँ चिसो हुँदै हिँड्नुहुन्न बिरामी हुन्छ फेरि चेकिङ पर्दैन होला गाइस हो चेकिङ परेन आज म लास्ट ढिलो पुग्छु होला घर यार त्यस्तै लाग्छ है मलाई धुलो त यस्तै हो कि डेन्जर भन्दा डेन्जर उठ्छ कि यो बाटो त यार कहिले धुलो कहिले हिलो कहिले पानी तिनटै खान मिल्छ यो बाटोमा चाहिँ खाइन्छ मस्त ओभरट्याक हान नमिल्ने अब यस्तै हान्छ यो ओभरट्याक तिनीहरूले नै गाह्रो छ नि यार के भयो पेट्रोल यत्रो छ यार स्टार्ट भइदिन्न त स्कीमा साला के भयो फेरि
किन धोका दिएको बाइकले बिच बाटोमा आएर बाइकले बिच बाटोमा आएर धोका दियो पार्क उड्यो होला क्या यसको साइड पक्कै तैँलाई फोन हान्नु पऱ्यो बिच बाटोमा आएर स्टार्ट अफ भयो भने चाहिँ झ्याउ हुन्छ क्या दाइ म यार बिच बाटोमा अलपत्र पऱ्यो यार मेरो के भयो भने यो स्टार्ट गर्दा स्टार्टै भइदिन्न क्या खत 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 गर्छ किन हो होइन हिँडिरहेको थिएँ हिँड्दा हिँड्दै अनि आफै अफ भयो अनि स्टार्ट गर्दै खत 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 गर्छ क्या अह म ठ्याक्कै बिच बाटोमा हो ठ्याक्कै आउँदा आउँदै औस भइदियो कि अफ भइदियो कि भन्नु खोजेको जस्तै साउन्ड सुन्नु है एकचोटि है ल है पेट्रोल फेरि फुल हालेको होइन प्याट्ट पड्कियो अहिले पड्कियो के सुन्नु होइन प्याट्ट पड्केको यो फ्याट फ्याट फालेको के स्टार्ट भयो भयो हुन त तर फ्याट पड्क्यो क्या दाइ यो साइडपट्टि पड्क्यो के यो भन्नु खोजेको के प्रब्लम थियो मेन चाहिँ के प्रब्लम हुनसक्छ मेरो यो स्टार्ट हान्दाखेरि यो यताबाट पड्क्यो जस्तो लाग्यो क्या यहाँ हुन् त हेर्नु है अहिले त भयो होइन साउन्ड होइन कि अघि आउँदा त स्टार्ट अफ भयो होइन अनि स्टार्ट हुँदाखेरि ख्यात 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 गऱ्यो अनि पछि चाहिँ अनि यहाँ फ्याट फ्याट पड्क्यो जस्तो लाग्थ्यो क्या त्यो हुन्छ मिसफायर जस्तो के तातेर हो नआएको ए तातेर हजुर 200 चल्छ नै अघि बाटो पनि चलिरहेको थियो अहिले त चल्यो होइन अघि यहाँ रोकियो एकछिन बस्यो धेरै बेर त्यही भएर प्रब्लम केही होइन यो यस्तो भयो कि प्रब्लम के भन्ने पाउनै के छ यो फुल पनि जान लागिसकेको छ तातो छोइरहेको हाई हाई के तपाईँले ब्लग बनाउँछ थ्याङ्क यू के हो नाम ब्रदरको ल रबिन मेरो इन्डियन फ्यान 50,000 जति छ कि इन्स्टामा लभ इन्डियन छ नेपाली हरिफ छ ल है फलो गर मेसेज गर्नु न है ल बी बाई गर म गर इन्स्टा टिकटक है सात तल एकछिन त्यहाँ आम्मा जाम नै रहेछ हौ
पिचको बाटोमा आएपछि त आनन्द हुन्छ यार। मुग्लिङ गढेपछि चाहिँ आनन्द हो क्या, ज्यानदेखि सबले आनन्द पाउँछ नि, के भन्ने र खै। मेरा ऑडियंस ज़्यादा लोग नेपाली है, इसलिए मैं हिंदी में ब्लॉग नहीं बनाता। पर मेरा एक भाई है इसमी डैम्बो, वो इंडिया से है, वो मेरा हर एक वीडियो है ना, सब वीडियो लाइक करता है यूट्यूब पे। मैं नेपाली में ब्लॉग करता हूँ, कभी वो आता है और भाई की समझ में आया पर अच्छा लगा, कहते कमेंट छोड़ देता है। भाई लव यू भाई यार, तुम जैसे भाई है ना जो इंडिया के लोग इतना सपोर्ट देता है भाई यार। इस डैम्बो भाई लव यू यार, तुम इतना सपोर्ट करते हो भाई यार। मेरा इंस्टा पे हर रील्स पे वो कमेंट करता है ना, लव यू भाई यार। तुम्हारे लिए इतना छोटा सा लाइन, और ज़्यादा तो नहीं बोलता मैं, मेरे को ज़्यादा हिंदी नहीं आता, तभी मैं ट्राई कर रहा हूँ भाई आपके लिए। ये छोटा सा ये हमारा नेपाल है ये। तो भाई लव यू, ऐसे ही सपोर्ट कर दीजिए भाई। बाय गाइस, थोड़े हिंदी बोलिहालेँ, हिंदी चाहिँ मेरो इन्डियन साथीको लागि हो, त्यसले चाहिँ सपोर्ट गर्छ कि इन्स्टादेखि सबमा क्या। युट्युबमा दरिया नेपाली भ्लग बनाउँछ, हाम्रै केटाले गर्दैन होला, उसले गरिदिन्छ यार। सो बाई बाई।